कुसाम्पो नमस्कार हजुर सबैजनालाई। म अहिले पारो जग्गामा आएको छु। यो पारो जग्गाको म तपाईहरुलाई एउटा देखाउन चाहन्छु। यहाँ अहिले पारो ठाउँमा आएको छु। हेर्नुहोस् ल, म यो पारोको कता कता हो के हो म तपाईहरुलाई देखाउँछु है त। यो चाहिँ पारो टाउन हो। पारो जग्गाहरु छ। यहाँ म अहिले सानो कामले आएको थिएँ हजुर। पारोको भ्यू चाहिँ यस्तो रहेछ। को चाहिँ पारो गाउँ रहेछ पारो। र यहाँ गएपछि चाहिँ यो पारोको गाउँ रहेछ, भिलेज पारो गाउँ। यो चाहिँ पारो गाडीहरु धुने जग्गाहरु यता रहेछ। अन्त यता चाहिँ टाउन एरिया। हेर्यो भने जोङ छ। तल जोङ देखाउँछु है तपाईहरुलाई म। जोङ पारो जोङ यता। यो चाहिँ टाउन एरिया। यता त्यो वर्कसपहरु रहेछ यतातिर गाडी जुन के जातिहरु बनाउने हो। यस्तो रहेछ है दामी आम्मा। पारो भन्ने जग्गा पनि कहाँ साइलेन्ट जग्गा। यहाँदेखि त आएपछि त फर्केर जानु पनि मन लाग्दो रहेछ। आफ्नो ठाउँ बसेको ठाउँतिर यहीँ नै बस्नु मन लाग्दो रहेछ नि हौ। आम्मामा हाम्रो भुटान पारो टाउन एरिया कति साइलेन्ट जग्गा छ हेर्नुहोस्। हाम्रो महाराजाको फोटोहरू राख्नु भएको छ। कति राम्रो देख्नुहुन्छ बिओबी ब्याङ्कमा। र हेर्नुहोस् ब्याङ्कको यतापट्टि ब्याङ्क रहेछ। यता चाहिँ हेर्नुहोस् तपाईहरुले हाम्रो राजा उहाँको चाहिँ महाराजा हुनुहुन्छ, महारानी र उहाँको हाम्रो रोयल फ्यामिलीको तस्बिर चाहिँ उहाँ राख्नु भएको छ। हेर्नुहोस् कति रमाइलो जग्गा, कति सुनसान जग्गा। हाम्रो ब्याङ्कको अगाडि ठक्कै राजा राखिदिनु होला। हामीलाई पनि हेर्नु कति खुसी लाग्छ। उहाँलाई देख्दाखेरि कति खुसी लाग्नुहुन्छ। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट दिनुहोस्। हामीलाई चाहिँ यति दामी रमाइलो लागिरहेछ है हजुर। अहिले हामी टाउन एरियामा पनि जाँदैछौँ। टाउन एरियामा यस्तो जाँदाखेरि बोकहरू लगाएर जाँदाखेरि कति आफूलाई पनि कति सुनसान जति भुटानमा आफ्नो ड्रेस लगाएर हिँड्नु पाउँदा त यस्तै खुसी देख्दैछ मलाई। हाम्रो देश। म अहिले यो पारोमा आउँदाखेरि चाहिँ म एउटा स्वर्गमा आएको जस्तो भइरहेको छ। जानु पर्यो अर्को देश, हाम्रै देशमा ठिक छ नि। यति रमाइलो जग्गा छ कि भुटानको डिजाइन ड्रागनहरू यस्तो टाइपको ड्रागनहरू छ। चिपटाहरू हेर्नुहोस् है। यहाँदेखि भित्र पस्यो भने चाहिँ मेरो यो निनीको एउटा दोकान छ। अब यहाँ यो रेस्टुरेन्टतिर जान्छु। निनीले तर मलाई देखेको छैन। अब म यो भित्र जान्छु। निनीहरूलाई एउटा हल्का रमाइलो गरेर जिस्काइन्छ तपाईहरुले। निनीले मलाई चिन्छ कि चिन्दैन। नमस्कार निनी। पुसै छ अरू कुरा के होइन। नमस्ते निनी अरे त यहाँ भिडियो बनाउँदै यहाँ आएको अलिकति। पुसे खोइ पुसे छ। अब यहाँ पुसालाई जिस्काउनु जाँदैछु। फर्स्ट टाइम हो। खोइ यता खोल्नुहोस् त। हाम्रो पुसालाई जिस्काउनु पर्ने छ। हाम्रो क्यान्टिन निनीको क्यान्टिन भित्रै जान्छु अरे त। पुसायो पुसाई नमस्कार साहेब। पुसा नमस्कार। चिन्नु भयो मलाई? यहाँ भिडियो बनाउँदै यहाँ जिस्काउनु पर्यो भने त। पुसेको त्यो पुसेको नि गाडी यो गरी अब त्यो सबै बनाएको छ नि मैले। ल म अहिले जाने बेलामा यो चाहिँ मेरो भदै हो। भदैले हाम्रो यहाँ साह्रो यो उयो बनाउँदैछ।
यता ड्युटी म यहाँ उ त्यहाँ कोर्टमा आएको थियो अलिकति यसलाई पनि हल्का रमाइलो गरिदियो पुसाइलाई निनी पुसाइलाई अलिकति यस्तो गर्दा काट हो त जिन्दगी अब के गर्नुपर्ने हेरौँ है हाम्रो यहाँ पारो टाउन चाहिँ कस्तो छ तपाईँहरूलाई कस्तो लाग्यो यहाँ मेरो युट्युब च्यानलमा गएर कमेन्टहरू गर्नुहोस् ल आज भुटानको नेसनल ड्रेसमा यो नेसनल ड्रेसमा आएर एउटा ब्लग बनाउँदैछ तपाईँहरूले यहाँ चाहिँ मेरो काइली निनी पेन्टर रमाइलो हल्का रमाइलो काइली निनीले काम गर्दो रहेछ यहाँनिर अब म यहाँ निनी भाषामा जिस्काउनु जाँदैछु यता काम गर्छ अरे भन्दै थियो अब यहाँ हल्का रमाइलो गर्नु जाँदैछु हेर्नुहोस् है तपाईँहरूले यहाँ यो पेन्टिङ गरेको रहेछ यहाँ बिल्डिङभित्र हल्का रमाइलो यो चाहिँ मेरो पैसा नमस्कार चिनेन होला मलाई पुसाइ आम्मा एकै बाहिर चाहिँ गरिदिँदा पुसा टट्ट मोटो भएर चाहिँ नि पुसेर स्मार्ट ह्यान्डसम पनि भएछ खोइ निनी चाहिँ ए लु गयो पुसाइ हाम्रो चाहिँ पुसाइसँग हल्का रमाइलो गरेर गएको म चाहिँ यस्तै छ पुसाइले काम गरेको ठाउँ यस्तो छ पुसाइसँग पनि जिस्किएर आयो मेरो हल्का रमाइलो पुसाइसँग पनि पारोमा यस्तोमा काम गर्थ्यो रमाइलो भयो ए पारो जोङको छेउमा आइपुग्यो यो चाहिँ सब ट्याक्सी पार्किङ चाहिँ ट्याक्सी पार्किङ यहाँनिर सब ट्याक्सी पार्किङ जतिर टाउनमा ए यता गयो भने जोङको बाटो फुलसिलिङबाट थिम्पूबाट आउने बाटो चाहिँ यहाँ छ यहाँदेखि यता त टाउन एरिया ब्युटी छ यो ब्युटी दामी बाप्रे यस्तो दामी जग्गाबाट चाहिँ बाप्रे बाप आइयो पारो टाउन पनि पारोको सब्जी बजार जाने बाटोको गेट रहेछ अब यहाँबाट चाहिँ गएपछि चाहिँ पारो गेट ए पारो सब्जी बजार सब्जी बजार सब्जी बजार यस्तो दामी यहाँ तपाईँहरू आउनु सक्नुहुन्छ पारो सब्जी बजार टाउन एरिया चाहिँ हो पारो जङ हेर्नुहोस् पारो जङ यस्तो दामी यताबाट यहाँ मैले खेतबाट हेरेको ए यस्तो रहेछ जग्गा चाहिँ आम्मामा यस्तो चिसो ठन्डा छ यति रमाइलो छ कि